म घाँस काट्न जाने भनेको यसो भात खाएर जानु पाएन हुन्थ्यो। भात दिए पनि त हुन्थ्यो नि, खाएर जान्थेँ म। कति भोक लाग्छन् मलाई। अहिले भात खाने अहिले भैँसीहरू भोकै छन्, घाँस काटेर आउनु र खानु होला। बुढो के अरे बाख्रा पनि भोकै छन्, त्यत्रा बाख्रा भोकै छन्। आज पानी आएको थियो, झन् घाँसै छैन। त्यही भएर घाँस काटेर आएर खानु होला है भात। खाली घर बस्ने भनेको भात खाने भनेको खाली घाँस काट्न भने घाँस काट्नु भने रिस उठ्ने हान्नु खाएर आउँछ लान्छ नाले। बुढोले त्यही भएर बाहिर निस्केर हेर्न लगाएको खै। अब त खाना देइले नि देइले खाना देउले नि। अहिले मलाई खाना देइने भन्छ बजाइदिन्छु मैले। अब त खाएर आउँछु म। अब यत्रै सिटी खाना देइछन् देइछन्। लिएर आउनु भएको तपाईँले त्यति घाँसले के गर्ने हो र? अलि धेरै त लिएर आउनु पर्छ ल। बाख्रा साख्रा त्यत्रो भोकै छन्, त्यस्तो नजान्ने गएको थियो। त्यति घाँस लिएर आउने, धेरै लिएर आउँछु भनेर हिँडेर। ए जस्तै जे गरे पनि मलाई चाहिँ थर्काउनु। अब मैले काम पनि गर्दिनँ, गएर खाएर आउँछु। अब मलाई अब मैले जानेछु। अब यस्तो गरेर हुन्छ? अब घाँस काटियो। घाँस काटियो। अब घाँस काट्ने अब भात दियो कि नदियो? दिया पनि खान्न। तिमीहरूको भात पनि तिमीहरूले खाऊ, आफू त टन। अब घाँस काट्यो मैले।